मेरो च्यानल त तपाईँलाई थाहै छ लक्ष्मी कुमार तामाङ अहिले त्यस्तै 25-27 सब्सक्राइबर छ र 2-3 महिनामा चाहिँ 1000 पुऱ्याइदिनमा जेएसटी भयो भने 4 घन्टा वाच टाइम त हो सर्ट त म पुऱ्याउन सक्दिनँ यति चाहिँ गर्नु त प्रभु ल यतिखेर म चाहिँ यो ठ्याक्कै हाटखोलामा आएको छ यो फुल हेर्नु बब्बाल छ है फिल्म यहाँ सेल्फी खिच्नेदेखि लिएर दुनियाँदारी हुन्छ बब्बाल लाग्छ यता हेर्ने हाम्रो भाइ छ रबिन मगर भाइ गाडी स्कोर्पियो चाहियो भने भन्नु यस्तो दामी कुदाउँछ कि 20 वर्ष कुदायो भने त दबाई एक्सपिरियन्स छ यता हाम्रो नयाँ साथी हुन्छ साइक्लिङ भकर बब्बाल छ उहाँको च्यानल पनि सब्सक्राइब गरिदिनु होला यतिखेर चाहिँ ठ्याक्क होइन यो तपाईँको पुरो बसिनु आइसक्यो मेरो दामी छ तपाईँको राष्ट्रिय झन्डा पनि झुन्डाइरहेछ यता हाम्रो रबिन प्रो हुनुहुन्छ उहाँको स्कोर्पियो हुन्छ बब्बाल कुदाउनुहुन्छ यस्तो दामी छ एक्सपिरियन्स होइन पुरै छोडिदिउँ न यस्तो लाग्छ कि 5 वर्षदेखि अगाडि कुदा जस्तो लाग्छ अनि यता हाम्रो साथी हुनुहुन्छ ब्लगको नाम एमटिभी ब्लग छ सबैले फलो गरिदिउँ न सब्सक्राइब गरिदिउँ न मेन चाहिँ साइक्लिङ गर्नु छ केही भनिदिनु तपाईँको ब्लगको बारेमा के राख्नुहुन्छ के राख्नु किन खोलेको यस्तो म चाहिँ भ्लगहरू चाहिँ अब साइकलको हो मेन चाहिँ अब यस्तो कतै नयाँ डेस्टिनेसन ठाउँ यसो जाँदा फेरि यसो बनाउने गर्छु मेरो दाजुभाइहरू गइरहन्छौँ है हजुर एक्सप्लोर हो नयाँ नयाँ ठाउँ एक्सप्लोर हस् धन्यवाद धन्यवाद युट्युब टिकटक के छ अरू इन्स्टाग्रामदेखि लिएर फेसबुक जहाँ गए पनि लक्ष्मी कुमार तामाङ सर्च गर्ने एउटै फोटो छ त्यसमा पनि फलो हानिदिने के जान्छ र परेकोमा मेरो ल ल अब हामी लगभग यो कृष्ण मन्दिरतिर आइपुग्यौँ विदेशबाट आएको त चाल्छु छैन त अब जिन्दगी सरर मोटर गाडीमा अब जिन्दगी सरर मोटर गाडीमा अब मैले अस्ति बुलेट लिम कि रिन लिम भनेको थिएँ लोन लिम भनेको थिएँ त्यो डाइरेक्ट फेमस भएछ अब आजको नयाँ डाइरेक्ट सुन्नुहोस् है ल तपाईँहरू फेरि भन्नुहोस् त म लोन लिम कि बुलेट बाइक लिम नयाँ लिम कि पुरानो लिम कि होइन लो कि अर्कै कुदाइरहेको तत्काल भनिदिनु त हाम्रो दाइको दामी थियो अहिले एकपल्ट यो अहिले चाहिँ म रबिन भाइको स्कोर्पियो चाहिँ कि स्कोर्पियो किनिदिउँ हो हान्दी कति पर्छ बाइक भनिदिरहेको एउटा चाहिँ हान्दी मेस लगाइरहेको छ यही पनि बिक्रीमा छ अरे किन्ने कि नकिन्ने छ यसो सल्लाह दिनु त ल यो चाहिँ हाम्रो तपाईँको ढङ्गढङ्गे मेला विशेषमा होइन अब यहाँ चाहिँ यसो पाउन लागेको छ खाने छैन टक्क बस्ने अब हेरौँ कस्तो हुन्छ हेर्दै जाऊँ फोन लगाउँदै भाइ ल ल फोन लगाउँ त के भन्छ साथीले दोस्त कहाँ हो यहाँ मामलामै छौँ त नि यता माथि ठुलो बाजेको घरमा हौ कता घरतिर अनि आउनु त नि गाडीमा यो तपाईँले बोलेको रेकर्ड भए हालिदिउँ के पनि हुँदैन अहिले मान्छे आइहाल्छ त अहिले बोलेको रेकर्ड भए हालिदिउँ भिडियो ल यतिखेर चाहिँ हामी साथीकोमा आएको छौँ यता रबिन सर हुनुहुन्छ यता हाम्रो प्रवीण सर हुनुहुन्छ यता त म यो चिनिहाल्नुहुन्छ यसरी जसरी पनि टक्कै पोर खाँदैछु म यहाँ चाहिँ पुरा मुर्गी जस्तो लाग्यो मुर्गी उहाँ चाहिँ पोर्क नखाने रहेछ यस्तो दामी भइरहेछ मिठो छ ट्याक्क परेर म पनि अब खाँदैछु पापडदेखि सुरु ढङ्गढङ्गे मेला